हामीलाई फलो गर्न, लाइक गर्न र भिडियो मन परेमा कमेन्ट र शेयर गर्न नबिर्सनु होला है त। कसो गाइस? ना विलेन से लड़ता है, फिर भी मेरा सुपर हीरो बाकी सुपर हीरो से बेस्ट है। मेरे सुपर हीरो के पास कोई सुपर पावर नहीं है, फिर भी वो मेरी सारी विश पूरी करता है। अहिले चाहिँ हामी लोयर ब्याक पेनको एक्सरसाइज गर्न गइरहेको छौँ। हामी बाबा छोरीले गर्छिन् है, बाबाले सिकाउने। र यो भिडियो चाहिँ स्पेसली तपाईँहरूको लागि होइन। लोयर ब्याक पेन भयो भने हामीले के गर्ने त, कुन एक्सरसाइज गर्ने? एक्सरसाइज त धेरै प्रकारको छन्, त्यसमध्येको 5वटा एक्सरसाइज म तपाईँहरूलाई बताउन गइरहेको छु है। लेट्स गो। फर्स्ट, लेगलाई स्ट्रेट गर्ने। स्ट्रेट गरेर लेगलाई स्ट्रेट गरेर डाउन, सुत्ने सर्लक्क यसरी। ओके, हल्का खोल्ने लेग यस्तो तरिकाले, र यो खुट्टालाई इन गर्ने यसरी, फेरि आउट गर्ने, फेरि इन गर्ने, फेरि आउट गर्ने, फेरि इन गर्ने, फेरि आउट गर्ने। यसरी 50 चोटि गर्नु होला है। बिहान एकचोटि, बेलुका एकचोटि। नम्बर 2 मा छ, यही लेगलाई हल्का, यसलाई माथि ल्याउने, यसलाई हल्का मात्रै बेन्ड गर्ने यतिको है। अनि यो खालको राख्ने है घुँडालाई। अनि त्यस पछाडि यो घुँडाले भुइँ छुने, हात सिधा, भुइँ छुने यतापट्टि, फेरि उता जाने, फेरि भुइँ छुने, फेरि यता आउने, फेरि भुइँ छुने, फेरि उता जाने, फेरि भुइँ छुने, फेरि यता आउने, फेरि भुइँ छुने। नम्बर 2 एक्सरसाइज यो पनि 50 चोटि गर्नु होला। अब यसलाई बोथ फेरि टक्क सिधा बनाउने। अब दुईटै घुँडा स्ट्रेट, यता ल्यायो, फेरि उता लग्यो, फेरि यता ल्यायो, फेरि उता लग्यो। यो पनि 50 चोटि गर्नुहोस्। 4th एक्सरसाइज म जाँदैछु। यो छ, यही पोजिसनमा टक्क यति गर्ने, यो खुट्टालाई यहाँ राख्ने हो, घुँडा माथि खुट्टा राख्ने, यो पोजिसनमा हात तल डाउन। अनि यसलाई यता टच गर्ने 50 चोटि, यता टच गर्ने 25 गर्ने। यसो गरेपछि फेरि अर्को यो खुट्टालाई फेरि यहाँ राख्ने, अनि फेरि यता ल्याउने, फेरि उता लाने। 25 गरेपछि यो 50 भयो। 4वटा एक्सरसाइज सिद्धियो। अब हामी बेन्डमै छौँ, नी बेन्ड छौँ। अब यसलाई उपर खुट्टी गर्ने। यो गर्यो हो। अघि हामीले यो खुट्टा यहाँ राखेको थियौँ, अहिले यो खुट्टा थाइमा राख्यौँ है। अब यसलाई फेरि अघिकै जस्तो यता ल्याउने 1, फेरि उता लाने 2, फेरि यता ल्याउने 1, फेरि उता ल्याउने 2। अनि जब 50 पुग्छ फेरि या 25 या 50 है, फेरि यसलाई यो गर्ने, फेरि अर्को साइड 1 2 1 2। यसरी गरिसकेपछि 50 गर्नुभयो भने त्यस पछाडि बिहान तपाईँहरूले 50 5वटा एक्सरसाइज गर्ने, बेलुका 50 5वटा एक्सरसाइज गर्ने। त्यति गर्नुभयो भने तपाईँहरूको ब्याक पेन छुमन तर्की बाचा हुन्छ। यस्तै भिडियोको लागि हामीलाई फलो गर्न, लाइक गर्न र भिडियो मन परेमा कमेन्ट र शेयर गर्न नबिर्सिनु होला है त। कसो गाइज, हो कि होइन?